हैन यो मेरो साथीहरु मात्र यस्तो हो कि तपाईहरुको पनि यस्तै हो भिडियो गरिरहेको छु राम्रो पोज दे भन्दा मान्दैन So hello and namaste everyone, welcome to my another new mini vlog video. आज चाहिँ फेरि हामी कोरियाको फेमस ठाउँ म्योङडोङ भन्ने ठाउँमा आएको छौं। यो ठाउँको बारेमा त भन्नै पर्दैन, स्ट्रीट फुड र शपिङको लागि चाहिँ धेरै नै फेमस हो कोरियाको। आउने बित्तिकै हाम्रो आँखा चाहिँ स्ट्रीट फुडतिर गइहाल्यो। स्ट्रीट फुड मध्येमा चाहिँ हामीले चुज गरे सेक्वा। आफ्नो अर्डर नआउन्जेल चाहिँ कुरे र यो साथी चाहिँ के गरेको होला यार। अनि हामीले अर्डर गरेको आइसकेपछि मज्जाले खाए। स्वाद त एकदमै बवाल थियो। अनि यो साथीले खाएको देखेर चाहिँ एकदमै हाँस उठिरहेको थियो है। हाम्रो दाइले खाएको पनि देख्न सक्नुहुन्छ। मिठो पिरो सेक्वा खाएर चाहिँ हामी त्यसपछि लागे अनि साथी र दाइलाई चाहिँ कपडाहरु किन्नु पर्ने थियो। त्यसैले मैले लास्ट टाइम जहाँबाट किने थिए त्यही गए प्लेग्राउन्ड भन्ने शपमा। अनि साथी र दाइ चाहिँ कपडा छानुन्जेल हामी चाहिँ चस्मा लाउँदै भिडियो गर्दै बसे। अनि यहाँबाट चाहिँ फोटो खिच्न मिल्दो रहेछ। अनि हामी फोटो खिच्दै बसे। सबैको फोटोहरु टालेको देखेर मैले पनि राखे है। अनि यो शपमा चाहिँ कपडाहरु लास्टै राम्रो पाउँछ के। केटीहरुको लागि पनि लास्टै राम्रो कपडाहरु थियो, देख्न सक्नुहुन्छ। कोरियामा हुनुहुन्छ भने पक्कै यो ठाउँमा चाहिँ गए हेर्नु है। आई होप तपाईहरुलाई मन पर्नेछ। अनि त्यसपछि चाहिँ हामी गए दोङदेमुनमा खाना खानको लागि। अनि साथी नाचेको भिडियोमा क्याप्चर हुँदैन भनेर ठाने होला, तर क्याप्चर चाहिँ भयो है। सुरुमा त हामीले ड्रिंक्सबाट सुरु गरे। त्यसपछि हामीले अर्डर गरेको खाना सेट र ढिडो सेट पनि आइपुग्यो। अनि खानामा घिउ हाल्दाखेरि उछिटिएर पोलेको पनि थियो। छ्वास्सै हैन के दाइ। अनि हामीले मज्जाले खाए, टेस्ट एकदम मिठो थियो। अनि हामीले खाइसकेपछि रुमतिर फर्के। अनि त्यसपछि दाइलाई बाइ भन्दै हामी बस्ने ठाउँ खन्देमा आइपुगे। साथीलाई पनि बाइ भनेर म चाहिँ फाइनली आफ्नो रुममा आइपुगे। सो आजको लागि चाहिँ यति नै थियो। भ्लग मन पर्यो भने डु नट फर्गेट टु लाइक एन्ड फलो। सी यु इन नेक्स्ट भिडियो गाइज, बाइ बाइ।